के समस्या भएर आउनुभएको नि यहाँ? मलाई पायल्स र फिस्टुला दुवै भएर आएको। अनि कति भयो नि त्यो भएको? यो 12-13 वर्ष जति भयो होला। अनि यो हजुरलाई त्यो पाइल्स र फिस्टुला हुँदाखेरि के समस्या हुन्थ्यो नि हजुरको शरीरमा? मलाई दुख्ने, त्यसपछि रगत धेरै बग्ने, अनि के अरे टोइलेट बस्न गाह्रो हुने हुन्थ्यो। कहाँ धाउनुभयो? म तुलसीपुर, घोराई विभिन्न हस्पिटलहरूमा धाएँ, निको भएन। अनि हजुरले यहाँ कसरी थाहा पाउनुभयो नि यहाँ अनि अष्टाङ्ग आयुर्वेदिक सेन्टरको बारेमा? साथीभाइ मार्फत अनि यो मिडियाहरू मार्फत सुनेको थिएँ। अनि तिनी साथीहरूले भने आधारमा म यहाँ आएँ औषधि गराउन। हजुरले छ्यापसूत्र विधिबाट उपचार गरेर हजुरले अहिले कस्तो महसुस गर्नुभएको? मलाई एकदम सजिलो भएको छ, टोइलेट जान सजिलो भएको छ, सबै चिज एकदमै दुख्दैन भनौँ न, सजिलो भएको छ। बिरामीहरू छन्, पाइल्स फिस्टुला सम्बन्धीका बिरामीहरू छन्, उनी बिरामीहरूलाई चाहिँ के भन्न चाहन्छन् हजुरले? मलाई चाहिँ सन्चो भयो। तपाईँहरू पनि आउनुहोस्, दाङको तुलसीपुरको अष्टाङ्ग आयुर्वेद सेन्टरमा आउनुहोस्। मलाई पनि सन्चो भयो, तपाईँहरू पनि सन्चो हुनुहोला। तपाईँहरूलाई पनि अप्ठ्यारो भएको होला, त्यहाँ आउनुहोस्। सजिलै छ्यापसूत्र विधिबाट हुँदो रहेछ।